इतिहासमा कालो दिनको रूपमा आजको मङ्सिर 9 गतेको दिन यसलाई चिन्नुपर्छ। जसरी जेनजीको सरकार बन्यो तर पछि जेनजीमाथि दमन गरिरहेको छ। त्यसो मिडिया कर्मीहरूले भन्न चाहन्छु यो एउटा प्रतीक हो। आजको दिनलाई कालो दिनको रूपमा इतिहासमा स्मरण गर्न सक्नुपर्छ। हिजो पनि जानुभएको थियो ज्ञापन पत्र बुझाउन, आज पनि तपाईँहरू जाँदै हुनुहुन्थ्यो। प्रधानमन्त्रीको कसैसँग कुराकानी भएको थियो के थियो? प्रधानमन्त्रीज्यूलाई हामीले अप्रोच गरेको 1 महिना भइसक्यो। उहाँले मलाई लास्ट टाइम बोलाउनु भएको चुनाव सहजीकरणको लागि चाहिँ त्रिपक्षीय बैठक बोलाउनु भएको दल जेनजी र सरकार बिचमा हुँदाखेरि बोल्नु भयो राइट। त्यसपछि हामीले भेट्न पाएको छैन। मैले त्यहाँ चुनावको विरोध गरेँ। यो चुनावी सरकार होइन, चुनावको म्यान्डेट त हरेक सरकारलाई हुन्छ। उहाँले यो सरकारकै म्यान्डेट चुनाव भन्न मिल्दैन। हामीले सुशासन खोजेका थियौँ, हामीले 5 वर्षको स्थिर सरकार खोजेको थियौँ, आर्थिक क्रान्ति खोजेको थियौँ, केही भएन, केही पाएनौँ हामीले। कालोपट्टि यसैका लागि 76 जना मरे। अब तपाईँहरूको दोस्रो चरणको आन्दोलन सुरु भयो। यदि सरकारले हाम्रो माग सुन्दैन, हामीसँग वार्ता बस्दैन भने यो आन्दोलनको उद्घोष नै हो। कालोपट्टि केका लागि आन्दोलनको उद्घोषणा हो। निरजी कालोपट्टिको संकेत के हो? आजको दिन कलङ्कित हुनेछ, कालो दिनको रूपमा चिनिनेछ। त्यसैले आज हामीले हाम्रो जुन आवाज खिचिएको छ कालोपट्टिको संकेत कालोपट्टिको संकेत भनेको सरकार निकम्मा भयो, रगतबाट आएको सरकार हो। उहाँको सिम्पली इलेक्सन मात्र, चुनाव मात्र गराउने म्यान्डेट होइन। देशमा सुशासन हुनु पर्यो, देशमा 5 वर्ष स्थिर सरकार हुनु पर्यो, आर्थिक उन्नति देशको हुनु पर्यो। हामी सबैको चाहिँ स्यालेरी बढ्नु पर्यो, जनताको यसरी विदेशमा जानुपर्ने छ। अब तपाईँ आफै एउटा राजनीतिक दल दर्ता गरेको मान्छे मिराजी तपाईँ आफै एउटा दर्शकबिन यो सिंहदरबारबाट प्रहरीले धरपकड गर्दै लखेटेर ल्याइसके पछाडि मिरा ढुङ्गानाले भनेका छन्, प्रतिक्रिया दिएका छन्, यो कालो दिनका रूपमा लिनेछौँ। आजको दिन कालो दिन भएको छ भनेर उनले कालोपट्टि निधारमा कालोपट्टि बाँधेका छन् र कालोपट्टि बाँध्दै गर्दा उनले भनेका छन् आजको दिनलाई कालो दिनका रूपमा हेर्नेछौँ। यो जेनजीको सरकार, चुनावी सरकार त सबै हुन्छ, यो चुनावी सरकार नाराको मात्रै चुनावी सरकार रह्यो भनेर पनि उनले प्रतिक्रिया दिएका छन्। यो दृश्य हेर्नुहोस्, धोबी खोला छेउमा ल्याएर छोडिदिएको छ प्रहरीले। धरपकड गर्दै लखड्दै ल्याएको छ। हेर्नुहोस् अहिले पनि उनीमाथि जुन प्रकारको आजको अवस्था देख्यो उनले यसलाई दुःखद भनेका छन्। र सिंहदरबार जाँदै गर्दा ज्ञापन पत्र बुझाउँदै गर्दा हिजो पनि जान नदिएको अवस्था, आज पनि उनीमाथि यस्तो प्रकारको धरपकड भएको छ। उनी फेरि सिंहदरबारतर्फ जाने अवस्थामा देखिन्छन्। यो सिंहदरबारकै बाटोतिर जाने अवस्था देखिन्छ। फेरि के सिंहदरबारतिर जाँदै हो भन्ने प्रश्न पनि उठिरहेको छ। यति बेला सिंहदरबारबाट चाहिँ धोबी खोलातर्फ ल्याइएको अवस्थामा